Hello everyone, welcome back to my new video. आज हामी चाहिँ यहाँ त्यसले रिभर बीचमा आएको छौँ हैन पिकनिक भनेर आएको तर पिकनिक खासै उपलब्धिमूलक भएन हैन किनभने हामी नाच्न पनि पाएन साउन्ड सिस्टम बिग्रिएको थियो हैन अनि यतातिर चाहिँ हामी यसो भ्यूहरु देखाउन खोजिरहेछौँ ब्याक साइडमा चाहिँ यस्तो भ्यूहरु चाहिँ ब्याक साइडमा रुखहरु छ हैन अगाडि चाहिँ यस्तो भन्दो रहेछ यस्तो गरेर दुई जना चाहिँ जोडी बनेर हिँड्ने अवस्था छ र यो पछाडी चाहिँ हाम्रो साथीहरु एकदम जोस जागर हराएर हामी यो भित्र छिर्दै छौं यो भित्र कस्तो कस्तो भ्यू छ म देखाउँछु एकछिन भाइ त And finally we have been here and this is the holiday beach resort. We have been entered here right now and she is playing swing there and she is feeling like she is just 2 years old baby and there is a swimming pool चाहिँ दामी छ तर पानीको क्वालिटी चाहिँ एकदमै खतम भइसकेको अवस्था छ र दुई जना मिसहरु चाहिँ अगाडि चाहिँ गइसक्नु भएको हटहरु पनि छ यसमा चाहिँ तर चाहिँ खासै बस्नको लागि लाइक हटहरु हैन म त यो सबै घुमघाम गर्न चाहिँ हिँड्दाखेरि छौं ट्याक्क पुरो यसरी बुझ्नु पर्यो यहाँबाट हामी आइसकेछौं है ओके र एउटा दृश्य यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो एकदमै सानो बेबीहरु चाहिँ यहाँ खेल्नको लागि आउन सक्नुहुन्छ यहाँ चाहिँ खेल्ने कुरा चाहिँ यहाँ चाहिँ रहेको छ यो सानो बेबीहरु खेल्ने ठाउँमा चाहिँ ठुलठुला बेबीका आमा जत्र मान्छेहरु चाहिँ खेलिरहेको अवस्था छ खासमा यहाँ बेबी खेल्ने हो तर बेबीका आमाहरु खेलिरहेको अवस्था छ यहाँ चाहिँ यहाँ पनि खेल्न सक्ने अवस्था छ यो चाहिँ यसरी यो चाहिँ हल्लिने कुरा हो यसरी झुला झुल्ने कुरा हो यो चाहिँ हैन यसरी हो र अहिले चाहिँ 3 जना चाहिँ घुमिरहेको अवस्था छ एकदम रमाइलो भइरहेको अवस्था हो चाहिँ र पानी हामी देख्न सक्छौं एकदमै ठुलो बेबी चाहिँ पिङ खेलिरहनु भएको छ एकदम ठुलो बेबी हो वा चाहिँ 2 वर्षको 2 वर्षको ठुलो बेबी हो वा चाहिँ एकदम झुला झुलिरहनु भएको छ एकदम मजा आउँदो रहेछ हेलो दामी हो कति वर्षको अरे 2 वर्ष ल 2 वर्षको बेबीले पनि झुला झुलेर आइसक्नु भएको छ है यो मैले क्यामेरा मिलाइरहेको छु यहाँ चाहिँ अझै पनि चालु भएको अवस्था छ यो फेरि अर्को घुमाउने मान्छे आएर घुमाइरहेको छ 2 वर्षको बेबीले आएर यो अलि कन्सल खालको हुन सक्छ यो लडाई हुन सक्छ एक्सिडेन्ट हुन सक्छ र म चाहिँ यो झुलामा चाहिँ म बस्नेवाला छु यो झुलामा म बस्ने अब हैन कसरी बस्छ हामी यहाँ चाहिँ म बस्ने हो हल्लाइदियो भने मलाई हामी अर्कोमा छ ठोकिँदो रहेछ बिस्तारै ल बिस्तारै ठोकिन्छ अलिकति मात्रै हामी एकदम राम्रो तरिकाले खेल्नु माथि यो खेल एकदम दामी अवस्था हो यो चाहिँ एकदम रमाइलो भइरहेको अवस्था हो र हामी यहाँ सबै कुरा खेलेर चाहिँ ट्याक्क हिँड्न लागिरहेको छौँ खेलिरहेको अवस्था छ अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ ओके गाइस सी यु इन द नेक्स्ट भिडियो बाई बाई